होइन यो हर्क साम्पाङले आखिर खोजेको र चाहेको के हो कसैलाई के थाहा छ? आज प्रधानमन्त्रीले विभिन्न प्रदेशका सांसदहरूलाई त्यहाँको क्षेत्रको समस्या र समाधानको विषयमा गम्भीर छलफल गर्नको लागि सबै सांसदहरूलाई बोलाउनु भएको थियो। हर्क साम्पाङ के भन्छन् भने हामी त्यस्ता कोठे बैठकमा जाँदैनौँ, श्रम संस्कृति पार्टी जाँदैन भनेर कोही पनि उपस्थित भएन। तर जुन पार्टी अहिले सडकमा छ त्यही पार्टीका सांसद सुहाङ निर्माण समेत आज उपस्थित भएर आफ्नो क्षेत्र इलामको कृषि तथा पर्यटनको सम्भावनाको बारेमा प्रधानमन्त्री समक्ष ब्रिफिङ गर्नुभयो र त्यसलाई कसरी इम्प्रुभ गर्न सकिन्छ भनेर विभिन्न डिस्कसनहरू भयो। यस्तै गरी कर्णालीको समग्र विकासको लागि ज्ञानेन्द्र साईले विभिन्न नौबदाहरूमा छलफल गर्नुभएको छ र सुधारको लागि प्रधानमन्त्री समक्ष अपिल समेत गर्नुभएको छ। उहाँले कर्णाली क्षेत्रका विभिन्न सडक खण्डहरूको स्तरोन्नतिसँगै शिक्षा, स्वास्थ्य, फलफुल र जडीबुटीको विषयमा महत्त्वपूर्ण छलफल भएको बताउनु भएको थियो। यो सँगै आजको भेट एकदमै सकारात्मक र फलदायी भएको पनि बताउनु भएको छ। तर हर्क साम्पाङकै इगो र बाल हट्का कारण आज खोटाङ, भोजपुर र सुनसरीका मुद्दाहरू, त्यहाँका समस्याहरू छलफलको विषय बन्न सकेन। यहाँ हर्क साम्पाङले बुझ्नुपर्ने कुरा के छ भने तपाईले पाएको मत यहाँ सत्तापक्ष र प्रतिपक्षको खेल खेल्नलाई दिएको मत होइन। यो भनेको त्यो क्षेत्रको समस्या, त्यहाँको मुद्दाहरूको उठान गरी त्यसको समाधानको लागि सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्नको लागि दिएको मत हो। कृपया यसको भ्यालु बुझेर समयमा यो मतको सदुपयोग गर्नुहोस्। धन्यवाद।